Hello everyone, welcome to my vlog. आज चाहिँ हामी बारपाक जान लागेको छौँ। सबैजनाले भिडियो हेरेर माया देखाइदिनु हुन। हामी चाहिँ राङरुङ कहाँ हो? राङरुङमा आएर चाहिँ पानी परेर भयो। त्यसपछि अब चाहिँ हामी निक्लिँदा हो। ट्याक्क लाएर अब यता हो माथि जानुपर्ने चाहिँ अब पानी बल्ल बल्ल सानो सानो पर्यो। हामीसँग ऱ्याङ्कट स्याङ्कट थिएन, त्यही भएर चाहिँ हामी निक्लियौँ। अब भिज्यो भने अब बिजोग हुन्छ। फाइनलले बारपाक आइपुगेको हो। यहीँबाट गर्छु नि भनेको सिन देखाउनु। देखा त अलि उता देखा उता खोले रे बाबु, खोले रे। कोही बात नहीं। अफरोड पनि छ फाइनल्ली। बाटोको अवस्था चाहिँ यस्तो छ। टावर जाने होला टावर। हेर्न सक्नुहुन्छ हजुरहरू, अफरोडको अफरोड हो। भ्यू देख्न सक्नुहुन्छ। हामी चाहिँ गाउँ गाउँ डुलिरहेको छौँ होइन। यो डोको भनेको चाहिँ हाम्रो बारपाकको एकदम प्रख्यात डोको हो। हाम्रो राइडर चाहिँ हाम्रो सुशील ब्रो छ अगाडि। फाइनली लाएर छैन, हेर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ घुम्दै घुम्दै रोड पनि हेर्न सक्नुहुन्छ हजुरहरू। हेर्न सक्नुहुन्छ। हेलो हाई सर साइली यस्तो भइरहेछ मौसम, हेर्न सक्नुहुन्छ हजुरहरू पनि। हाम्रो सुशील सर हुनुहुन्छ। फाइनल गाइस, हामी चाहिँ अब बारपाकको कोट डाँडा आइपुगेर अब कोट डाँडाको केही दृश्यहरू हजुरलाई देखाउँछु, हेर्न सक्नुहुन्छ। यहाँ मेरो साथमा छ रोशन भोटे र हामी अहिले फाइनलले कोट डाँडा आइपुगेको छौँ। बारपाकको कोट डाँडा कस्तो छ हजुरहरू हेरेर यसो मनोरञ्जन लिइदिनु। अब ढोक्दै अब ट्याक्क लाएर आज पानी परेर नि दिन राम्रोसँग खुलेन, तर यहाँ मौसम चाहिँ आज अलि मौसमको कारणले गर्दाखेरि बारपाकको भ्यू टावर हो। हामी चाहिँ अब बुद्ध पार्क बारपाकको बारपाक पनि भङ्गेर आउने बुद्ध पार्क हेर्न सक्नुहुन्छ हजुरहरूले हेर्न सक्नुहुन्छ। बारपाकको भ्यू चाहिँ यहाँबाट देखिन्छ। छोटा यहाँ चाहिँ घर चाहिँ रम्दै छ, फेरि कति छ थाहा छैन, अनगिन्ती घुम्ने मान्छेहरू घुम्छु। हामी चाहिँ अब यहाँ तपाईँ घुमेर चाहिँ अब फर्क्यौँ। अब 2072 सालको भूकम्पको केन्द्रबिन्दु चाहिँ यही ठाउँ हो। 11:56 आएछ, हेर्न सक्नुहुन्छ। यो त्यही भएर चाहिँ यो आएछ। अनि यहाँ अब बारपाकको भ्यू छु हेर्नु सक्छ। हामी चाहिँ अहिले यता यो गुम्बाको साइडमा आएको छौँ र यहाँबाट हेर्न सक्नुहुन्छ हजुरहरूले बारपाक हेर्न सक्नुहुन्छ। पानी परेर चाहिँ लास्ट बिजोग भयो आज हामीलाई, पानी परेर बिजोग भयो। अनि त्यो भएर चाहिँ आज हामी फर्किन्छौँ। अब हामी यता बस्दैनौँ, हामीलाई झ्याउ हुन्छ, त्यही भएर अब फर्किन्छौँ। हामी चाहिँ अब बारपाक घुम्यौँ। अब त्यसपछि चाहिँ अब हामी फर्किन लाग्यो। हामीलाई चाहिँ हतार भएको कारणले गर्दाखेरि सबै भ्यूहरू देखाउनु पाएन होइन। अब जे जति देखा त्यतिमै सन्तुष्ट गर्नु होला भन्दै हामी चाहिँ यहाँबाट फर्केको ल। यो अब बारपाकको यात्रा यहीँ समाप्त हुन्छ भन्दै अब हामी चाहिँ हाम्रो चाहिँ अब फोन लाग्यो। त्यो भएर चाहिँ अब भिडियो सेडियो चाहिँ अर्को चाहिँ बनाउनु, यति मात्रै होला भिडियो। हजुरहरू नरिसाउनु होला। बारपाकको भ्लग यहीँ टुङ्ग्याउन चाहन्छु। माया देखाइदिनु होला सबले भन्दै यस्तो।